आजबाट चण्डेश्वरी मन्दिरमा मसान भैरव भित्ते चित्र कोर्न सुरु हुनेछ। त्यस्तै केही बेर अगाडि खत बानिसकिसकेर अब भने पूजा हुन्छ र दृष्टि निकालिन्छ। यसरी दृष्टि निकालिसकेपछि पूर्णेको भोलिपल्ट फेरि दृष्टि राखिन्छ। यो पूजा सकिसकेपछि केही बेर विश्राम गरिन्छ र लगतै चित्रमा रङ भर्न सुरु गरिन्छ। पहिले 9 दिनमा यहाँ बसेर चित्रकारले चित्र कोर्ने र बाँकी भएको वा नसकिएको चित्र पछि फेरि आएर बनाउने गरिन्थ्यो भने अहिले 10-15 दिन जति लाग्छ बसेर सबै सम्पूर्ण काम सिद्ध्याएर जाने गरेको पाइन्छ। सम्पूर्ण बनेपाली तथा सम्पदा संस्कृति प्रेमीहरूलाई चित्रकार परिवारलाई साथ, सहयोग र सम्मान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। इतिहास, सम्पदा, संस्कृति नै हाम्रो पहिचान हो र यसको संरक्षण हामी सबैको दायित्व हो। धन्यवाद।